त्यसले गर्दाखेरि हाम्रो जीवनमा नयाँ आशा आउँछ। उद्देश्यविहीन जिउनु हो भने हाम्रो जीवनको कुनै अस्तित्व रहँदाखेरि उद्देश्य चाहिँ हुनु जरुरी छ। एउटा कामको उद्देश्य हुनुपर्छ नि, होइन म यो काम गर्छु भनेर एउटा उद्देश्य लिएर हामी अगाडि बढ्नुपर्छ। बिहान हामी उठ्छौँ, प्रार्थना गर्छौँ, दिनभरि काममा जान्छौँ, त हाम्रो उद्देश्य के हुन्छ? आज म सही ढङ्गले काम गरेर म सही कमाइ गर्छु। एउटा नानी स्कुलमा जान्छ, आज म स्कुल गएको छु, आज म पढेर आउँछु, सिकेर आउँछु, ब्ल्याकबोर्डमा के लेखाएको छ म गरेर आउँछु। एउटा उद्देश्य, हरेक चिजको एउटा एउटा उद्देश्य हुन्छ। कोही आमा बाउ चाहँदैन कि म आफू पनि खराब हो अनि मेरो नानीहरू पनि खराब होस्। एउटा उद्देश्य लिएर चाहिँ अगाडि हो भने चाहिँ परमेश्वरले बहुत सहायता गर्नुहुन्छ। उद्देश्य चाहिँ हुनुपर्छ। उद्देश्यविहीन जीवन एकदमै चकनाचुर खानाखोर हुन्छ, फलिफाप हुँदैन। धेरैवटा यस्तो उद्देश्यहरू छ। म आफ्नो जीवनको उद्देश्यलाई म भन्छु एक दुईवटा। थाहा छैन मलाई जीवन कसरी जिउनु पर्ने। लापरवाही कुनै योभन्दा पहिला पनि लापरवाही, सोच्नु नसोच्नु, खाने नखाने, भने कि जीवन कहाँतिर जाँदैछ थाहा छैन। हिँडेको छ, खाएको छ, नराम्रो चिज सेवन गरेछ, कुदेको छ, कहाँ हो कता हो के हो थाहा छैन कि म के हो। जब परमेश्वरको उद्देश्य मेरो जीवनमा आयो, म चाहिँ वाकैमा परमेश्वरले आफ्नो उद्देश्यको लागि मलाई चुनेको रहेछ। किनकि परमेश्वरले उद्देश्य हेर्दै मलाई कि तँ राम्रोसँगले फल्दै फुल्दै वृद्धि हुँदै जाओस्। उत्पत्ति 1:28 अनि पृथ्वीमा बढ्दै जाउँ। यो उद्देश्यले चुनेको रहेछ नि त, मलाई उद्देश्य थाहा थियो। अनि पछि हामी यसो विचार गर्यौँ दुईजना बसेर, होइन परमेश्वरले त हामीलाई केही उद्देश्य दिएको रहेछ। अनि हामी अगाडि बढ्दै गयौँ। अगाडि बढ्नुको निम्ति एउटा उद्देश्य चाहिँ मनमा राख्नुपर्छ। तपाईँ कहीँ पनि जानु, विदेशमा पनि नोकरी गर्नु जानुहुन्छ नि, काम गर्नु, तपाईँको उद्देश्य के छ? आएर म घर बनाउँछु, कमाइ गरेर म घर बनाउँछु है। अब म गएँ कमाइ गर्नुलाई, परिवार छोडेर तपाईँ टाढा जानुहुन्छ, आफ्नो परिवारको जीवनलाई दाउमा लगाएर टाढा जानुहुन्छ, प्लस आफ्नो जीवनलाई पनि तपाईँले दाउमा लगाएर हामी विदेशसम्म जान्छौँ, घरदेखि टाढा टाढासम्म जान्छौँ। के उद्देश्य? म आफ्नो परिवारलाई पालौँ र म घर परिवार बनाऊँ। कति बेला त हामी त्यो जग्गामा गएर गलत खानपिनको सेवन, गलत कुरोको सेवन गरेर हामीले आफ्नो जीवनलाई बर्बाद गरी पठाउँछौँ। अनि उद्देश्यविहीन भएर हामी बसेको हुन्छौँ। परमेश्वरको उद्देश्य, परमेश्वरले जब पृथ्वीमा आउनुभयो, परमेश्वर पृथ्वीमा आउनुभयो, अँधेरो देखे छैन संसार, त अँधेरो छ पृथ्वी, केही छैन, न त घाँसपात छ, न नदी नाला छ, न त यहाँनिर मानव जाति छ, न केही छ। भूमि त खेती गर्नु लायकको छ नि। हालेलुया, हालेलुया। भूमिमा त खेती गर्ने हुन्छ, गर्ने कोही। परमेश्वरले जब उद्देश्य ल्यायो, उहाँले वचन सँगसँगै लिएर आएपछि चाहिँ उहाँले पृथ्वीलाई एउटा उद्देश्यमा लिनुभयो। अब यसलाई म के गर्छु? बनाउँछु। अनि यो पृथ्वीलाई चाहिँ म उज्यालो बनाउँछु, लाइफ दिन्छु, यसलाई जीवन दिन्छु। म आफ्नो वचन जब बोल्दै 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 गएँ, पहिलो दिनबाट छैटौँ दिनभित्रमा सब कुछ तयारी गर्नुभएको छ। र छैटौँ दिनमा चाहिँ उहाँले विश्राम दिनुभएको छ। त्यही विश्रामको दिन चाहिँ तिमीले मलाई महिमा गर भनेर हामी भवनमा आउँछौँ। आज भवनमा आउनुको उद्देश्य के छ? के छ उद्देश्य? कसै एकजनाले भन्नुहोस्, उद्देश्य के छ? परमेश्वरको आवाजलाई सुन्नु आउँछु। परमेश्वरको आवाजलाई वचनद्वारा सुन्नु, परमेश्वरको महिमा गर्नुलाई। मलाई हप्ताभरि परमेश्वरले के सहायता गर्नुभयो, के काम गर्नुभयो मेरो जीवनमा, परमेश्वरले मेरो जीवनमा के गर्नु चाहनु हुँदो रहेछ त? हप्ताभरि आज म कस्तो काम गरेँ मैले? आज म आफ्नो गवाही दिनेछु। त्यो गवाहीले चाहिँ आज अर्कोलाई उत्साह दिनुहोस्। यस कारणले आज हाम्रो घरमा आएको छ, आशा लिएर आएको छ। प्रभुले मेरो जीवनमा कार्य गर्नुहुन्छ, परमेश्वर पिताले यीशुको नाममा मेरो जीवनमा काम गर्नुहुन्छ। हामी यो उद्देश्य लागेको छौँ, एक दुसरालाई उत्साह दिनु लागि। हप्ताभर हामी मिल्दैनौँ एक दुसरा, हप्ताभरि आफ्नो काममा व्यस्त हुन्छौँ, हामी भेट हुँदैनौँ।
तर रविबारको दिन सभाको दिनमा चाहिँ हामी एकता हुन्छौँ, किनकि हामी एक दुसरासँग मिलेर हप्ताभर गरेर कामको पालन गर्न सकौँ र हामी एक अर्काप्रति उत्साहित हुन सकौँ। तब हामी आउँछौँ। हामी विभिन्न मान्छेको कुरा गर्दैनौँ त्यो दिन आएर, भवनमा आएर विभिन्न मान्छेको कुरा गर्दैनौँ, खराब कुरोको हामी कुरा गर्दैनौँ, खराब मान्छे एक अर्काको बददुवाई हामी गर्दैनौँ। तर आज हामी जो भवनमा आउँछौँ, हामी एक अर्कालाई चाहिँ उत्साह दिने काम गर्छौँ। हाम्रो फोकस चाहिँ कहाँ हुन्छ? परमेश्वरको वचन अनि परमेश्वरको आराधना, अनि परमेश्वरको नजर चाहिँ कसमाथि हुन्छ? ममाथि। जसरी उत्पत्ति 12 मा परमेश्वरको नजर कोमाथि पर्यो? अब्राहममाथि पर्यो। उत्पत्ति परमेश्वरको नजर कोमाथि पर्यो? नोआमाथि पर्यो। बसिरहेको को यस्तो परिवार होला जो मेरो उद्देश्य पूरा गर्ने? तब अब्राहमलाई उहाँले देख्नुभयो। उहाँको निगाह यत्रो संसारको मानिस मध्येमा अब्राहम काम गर्यो। अब म यो धर्म काम गर्छु। तब उद्देश्य अब्राहमले पनि परमेश्वरको उद्देश्य अनि परमेश्वरले बताउनु भयो, उहाँलाई जुन जुन कुरो बताउनु भयो उहाँले मान्नु। म तँबाट एउटा ठुलो जाति बनाउने छु, तँबाट अनगिन्ती मान्छे हुनेछ, अनि तँ यी जातिहरूको के हुनेछस्? मूल हुनेछस्। हालेलुया। हालेलुया। अनि उहाँ तुरुन्तै निस्किआउनु। अनि परमेश्वरले जसरी भन्नुभयो बमोजिम उहाँले काम गर्न सुरु गरे। अनि जब नुहालाई परमेश्वरले चुन्नुभयो, जब नुहाको परिवारलाई उहाँले चुन्नुभयो, सबैभन्दा पहिलो आवाज कसलाई दिएको थियो? नुहालाई। ए नुहा, तँ कहाँ छस्? प्रभु म त यहाँ छु। के गर्दैछस्? प्रभु काम गर्दैछु। हेर, यो पृथ्वीमा केही दिन पश्चात 40 दिन 40 रातको वर्षात हुनेछ। तँलाई म एउटा टास्क दिन्छु, तँलाई म एउटा के दिनेछु? काम दिँदैछु। तँले एउटा नौका बना। क्वेसन गर्नु भएन, कसरी हुन्छ, कसरी बनाउने, मेरो काठ छैन, काटी छैन, के छैन, केही सवाल गर्नु पर्ने। हुन्छ प्रभु, तर म तेरो छोरालाई म युज गर्न चाहन्छु, तेरो वाइफलाई युज गर्न चाहन्छु, तेरो बुहारीलाई म युज गर्न चाहन्छु। तँ तयार छस्? हजुर प्रभु, म तयार छु। म तयार छु। अब म तपाईँको राज्यलाई काम गर्छु। किनकि 40 दिन 40 रातको जो वृष्टिमा चाहिँ यो संसार सारा डुब्ने छ। तैँले एउटा नाउँ तयारी गर्ने छस्, नाउँमा हरेक चिजको जोडी जोडी हाल्ने छस् र बचाउने छस्, अनि उनीहरूको आहार पनि हाल्ने छस्। तब नुहालाई परमेश्वरले के दिनुभयो? आज्ञा दिनुभयो अनि देखाउनु भयो। यो ठाउँमा जा, त्यहाँ तैँले काठ पाउँछस्, यो ठाउँमा जा, तैँले यो चिज पाउँछस्, सबको देखाउने। अनि उसको परिवार सबै काममा जुटे। हालेलुया। हालेलुया। काममा जुटे। केमा जुटे? काममा। काम चाहिँ गर्नै पर्ने रहेछ, फेरि पनि भन्छ। अनि काममा जुटे। परमेश्वरले नुहालाई भन्नु त छु, म तेरो नाउँ तयार गर्छु भन्नु भएन। काम चाहिँ गर्नु नै पर्ने रहेछ, फेरि पनि म भन्छु। अनि उहाँ काम दियो। अनि उहाँले त्यो वृष्टिपात हुने समयसम्म के गरे? उहाँले पुरा तयारी गरे। तयारी गर्नुको बाद चाहिँ नाउँको तयारी भएछ। अनि त्यो नाउँको जब बन्द भयो, तब 40 दिन 40 रात वृष्टि भयो। अनि नाउँको भित्र जो थियो उनीहरू चाहिँ के गरे? बाँचेको जीवन पाए। हालेलुया। हालेलुया। यसै कारणले परमेश्वरको उद्देश्य चाहिँ हामीलाई जीवन दिनु हो, हामीलाई बचाउनु हो, हामीलाई नयाँ आशा दिनु हो र नयाँ उद्देश्य दिनु। हालेलुया। हालेलुया।